यो जिन्दगी एउटा यात्रा हो। यहाँ कसैले साथ दिन्छन् त कसैले पाठ दिन्छन्। दुवै बहुमूल्य छन्, साथ दिने पनि अनि घात दिने पनि। जीवन पारिजातको फुल जस्तै बनाउन सक्नुपर्छ, निमुठेर फ्याँक्नेहरूको हातमा पनि सुगन्ध छर्न सक्ने। भाग्यमा जे लेखिएको छ त्यो मेटाउन त नसकिएला, तर केही नयाँ भने पक्कै लेख्न सकिन्छ नि। सिक्नु, सुधार्नु र अघि बढ्नु नै सफलताको चाबी हो, अनि गल्तीहरूलाई पाठको रूपमा लिँदै अघि बढ्नु नै जीवनको वास्तविक जित हो। सबै कुरा समयको खेल न हो। हिजो काम लाग्दैन भनेर फालिएको चिज भोलि खोज्दै हिँड्नुपर्ने दिन नआउला पनि त भन्न सकिन्न। राम्रो किताब र राम्रो मान्छेहरू झट्टै चिन्न सकिँदैन, त्यसको निम्ति त राम्रोसँग पढ्न आवश्यक हुन्छ।